श्रावण महिनाको चौथो सोमबार बिहान उठेर नुहाए म। बाबु चाहिँ बाबासँग कुरा गर्दैछ। बाबा पनि ड्युटी जाने बेला भयो नि त। अनि त्यस पछाडि नुहाएर रेडी भइसकेको छु म। बाबुको कपडा धोएँ मैले। अनि त्यसपछि बाबुलाई अब खुवाइदिने तयारी होइन। बाबु चाहिँ यता अब एकछिन खेल्दैछ। लुगाहरू फेरिदिने, कपडाहरू फेरिदिने, उसलाई खुवाउने होइन। खुवाइसकेँ अनि त्यसपछि कपडा फेरिदिएर निधायो बाबु चाहिँ। बाबु निधाएको बेलामा म रेडी भएँ। अनि त्यसपछि ट्याक्सी पनि आयो अनि त्यसपछि हामी जाँदैछौँ म्याग्दीको गलेश्वर मन्दिरमा पूजा गर्नलाई। बुढो पनि ठ्याक्कै ब्रेकमा खाना खान आउनुभएको थियो रुममा। हामी चाहिँ गाडीमा नै थियौँ। अनि त्यसपछि बुढोसँग एकछिन कुराकानी भयो ट्याक्सीबाट नै। र उहाँसँग कुरा गर्दा गर्दै उहाँको जाने बेला भयो काममा होइन, जानुभयो उहाँ। अनि त्यसपछि हामी पनि गलेश्वर आइपुगेका छौँ। र बहिनीले हाम्रो लागि चाहिँ दुईजनाको लागि पूजाको सामग्री रेडी पार्दैछिन्। र उनको घर चाहिँ यही हो होइन, पसल पनि उनको आफ्नै नै हो। र हामी पनि अब गलेश्वरमा गएर होइन पूजा गर्ने। देख्न सक्नुहुन्छ भाइरल ढुङ्गा भयो त्यो। अनि त्यसपछि हामी जाँदैछौँ बहिनी, भाइ, म, बाबु भएर। र एकदमै रमाइलो भइरहेको थियो। अनि भाइले चाहिँ हाम्रो भिडियो बनाइदिँदै थिए। यो मेन द्वार भयो। हामी भित्र प्रवेश गरिसकेका छौँ गलेश्वर मन्दिरमा। अनि भित्र पनि एकदमै रमाइलो थियो होइन, पुरा मेला लागे जस्तै टाइपको थियो। त्यसपछि सुरुमा चाहिँ हामीले गणेश मन्दिरमा पूजा गऱ्यौँ। र फर्स्टमा त अब गणेश भगवानकै पूजा गर्नुपर्छ होइन। त्यसपछि मेन मन्दिरमा पूजा गऱ्यौँ, सबै सामग्रीहरू चढायौँ, पूजा गऱ्यौँ आफै। भित्र गएर नै भिड कम भइसकेको थियो। हामी चाहिँ दिउँसो गएका थियौँ 12 बजेपछि। अनि बाहिर आएर आरती गऱ्यौँ। त्यसपछि पूजा सकेपछि चाहिँ टिकाहरू लगायौँ होइन। दुवैजनाले, बाबुले, मैले अनि बहिनीले पनि, तीनजनाले नै। फेरि यतापट्टि हामी राधाकृष्ण मन्दिरमा आएका छौँ है, लक्ष्मीनारायण मन्दिरमा। र यहाँ मन्दिरमा चाहिँ पूजा गऱ्यौँ। त्यसपछि यतापट्टि आएर बाबु, म, बहिनी भएर टिकटक बनायौँ, भिडियोहरू खिच्यौँ है। एकछिन ढुङ्गामा बस्यौँ। बाबु पनि एकदमै रमाइरहेको थियो। अनि भाइलाई दियौँ बाबुलाई एकछिन समात्नलाई। त्यसपछि यताको भिडियोहरू लिँदै थिएँ म। बाबु भोकायो। त्यसपछि चाहिँ फेरि मैले बाबुलाई चाहिँ बुबु दिँदैछु। त्यसपछि खाएर निधायो एकछिन होइन। निधाएपछि फेरि भाइले समाते थिएँ। अनि फेरि हामीले टिकटकहरू बनायौँ, भिडियोहरू खिच्यौँ बहिनीले र मैले। अनि त्यसपछि बहिनीले मलाई छोड्न जाँदैछिन् अहिले यता बाटोसम्म। यो चाहिँ देख्न सक्नुहुन्छ मेन गेट भयो होइन, मन्दिरभन्दा अलि यताको। र अहिले चाहिँ म बेनी आइसकेको छु। यहाँदेखि चाहिँ ट्याक्सी लाग्छ। यो ट्याक्सीमा चाहिँ हामी जाने हो। ट्याक्सी ठ्याक्कै पाइएको के। अनि त्यसपछि ट्याक्सी चढ्यौँ हामी। अब बागलुङ जाने तयारी भइरहेछ हाम्रो। फाइनली हामी बागलुङ आइसक्यौँ र आफ्नै रुममा नै आइसकेका छौँ अहिले चाहिँ। त्यसपछि उसको लागि मैले लिटो बनाइदिएँ। लिटो बनाएर चाहिँ बाबु एकदम एक्साइटेड छ होइन खानको लागि। उसलाई खुवाइदिएँ लिटो बनाएर। यत्तिकैमा उसको बाबाको फोन आयो होइन, ड्युटीबाट आउनुभयो उहाँ पनि। अनि त्यसपछि बाबा छोराको मजाले गन्थन मन्थन भइरहेछ। एकदमै एक्साइटेड भएर होइन हाँसेर कुरा गर्छ बाबासँग बाबुले।